आज रासपा घन्टी चाहिँ के अरे एकदमै देशभरि नै रासपामै छ हाम्रो देश। म वृद्ध ज्येष्ठ नागरिकहरूलाई गएर सोध्छु रवि रवि भनेर भन्नुहुन्छ, साना बालबालिकालाई सोध्छु बालेन बालेन भनेर भन्नुहुन्छ। एकदमै मिक्सड छ कि हाम्रो। एकजना वृद्ध आमाले त कवितै लेख्नु भएको छ हाम्रो सभापति रविज्यूको बारेमा। अनि अनि के अरे बच्चाहरूलाई चाहिँ मैले साना बालबालिकालाई सोध्छु बालेनलाई चिन्छौ किन नचिन्नु नि भने फालिङको दिदी हो रविको दिदी हो वाउ भनेर भोट एकतिरबाट दौडिने उनीहरू म अर्कोतिर भोट माग्दै थिएँ दौडिने त्यो सर्टकटबाट दौडिने उहाँ पुगेछ पसिना। अब यहाँले बुझ्नु होला तपाईँहरू कति खट्नुपर्छ भनेर। एउटा बालबालिका एउटा वृद्ध आमा बुवा दिनरात के अरे मोबाइल समातेर चाहिँ देशमा अब एउटा के अरे निलो क्रान्ति होइन आउँदैछ भनेर चाहिँ आशा भरोसा हामीलाई राख्नु भएको छ। त्यस कारणले हामीले उहाँहरूलाई हेरेर पनि जुस ल्याउनुपर्छ। अनि अस्ति एकजना आमा रुँदै आउनुभयो कि मेरो अगाडि, मेरो नागरिकतै आमा के अरे छोराले लग्यो मैले भत्ता खानै पाएन भने किन लगिदियो भनेर भनेको। मेरो यता नौती गऱ्यो त्यो सुरुमै जान्छ खुट्टा। अनि आमाले चाहिँ के अरे मेरो छोराले सुरीमा लाउँछ भनेर नागरिकतै लुकाइदियो भनेर। त्यस्तो अवस्था छ देशको है। अनि हामीले यहाँहरूले बुझिहाल्नुभयो देशका हरेक जो हामीले चाहिँ मासुम अब ज्येष्ठ नागरिकहरू पनि मासुम हुनुहुन्छ के अरे जब वृद्ध हुँदै जाँदाखेरि उहाँहरूको मनहरू एकदमै पहिला कस्तो हुनुहुन्थ्यो भने त्योसँगको कुरा होइन। उहाँहरू चाहिँ ज्येष्ठ नागरिक भन्छ बच्चा जस्तै हुन्छ। आज बच्चाहरू ज्येष्ठ नागरिकहरूको मुटुभित्र रासपा छरेको छ। एउटा परिवर्तन पसेको छ भने हामीले धेरै खट्नुपर्छ र साथीहरूले खटी पनि राख्नु भएको छ। 2 घण्टाको सूचनामा यति धेरै महिला साथीहरू आउनु भएको रहेछ। यहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु। हामीले 20 जना सांसद रासपाले 3 वर्ष अगाडि ल्याउँदै गर्दा 8 जना महिला हुनुहुन्थ्यो भने हाम्रा 6 जना चाहिँ युवा महिलाहरू हुनुहुन्थ्यो। अनि पुरुष सहित के अरे 8 जना होला युवा भनेपछि रासपाले एउटा जुन युवाहरूको चाहना अनुसार महिलाहरूको चाहना अनुसारको एउटा समावेशिता ल्याउनु भएको छ। अनि म त एकदमै भाग्यमानी यहाँ विभिन्न समुदायले भरिएको यो 2 नम्बर क्षेत्र म सबैको छोरीको प्रतिनिधित्व लिँदैछु। किनभने मैले 2 नम्बर क्षेत्र चुनेको पनि म मेरो आमा मनमाया मगरले जन्माउनु भयो, गङ्गा जोशी आमाले मलाई परवरिश दिनुभयो, म त्यहाँ छोरी भएर बसेको। त्यहाँनिर अब हिजो माओली गाउँ गएको सबै माइजू र मामाहरू त अब कुन पार्टीमा हुन्छ के अरे मिडियामा देखिन चाहनु भएन। माइजूहरू त हामी भान्जीलाई नै भोट दिने हो हामी भान्जीलाई नै भोट दिने हो। 2-3 जना पत्रकार साथीहरूले भन्दै हुनुहुन्थ्यो 3-4 जना बसिरहेर गफ गरिरहेको थियो यसपालि त भान्जीलाई नै भोट दिने हो। को तपाईँको भान्जी भनेर सोधेको अरे इन्दिरा राणा मगर भनेर प्रसाईहरू हुनुहुन्थ्यो अरे कि इन्दिरा राणा मगर भन्यो अरे। अनि बच्चाहरूलाई सोधेको अलिकति युवाहरूलाई आमालाई दिनुपर्छ भोट आमालाई भनेर को आमा भनेको इन्दिरा राणा मगर अरे। एकदमै एउटा माहौल त्यसरी तातिएको छ। यसलाई हामीले स्वयंपूर्वक सहनशील भएर अगाडि जाने, अरूले जे गरे पनि हामीले चाहिँ अनुशासन तोड्नु हुँदैन, एकदमै श्रमिक भएर अगाडि बढ्नुपर्छ। म एकदमै जुझारु महिला हो, कराएरै म चिनिएको हो वास्तवमा यो झापामा महिला। म अलिक कम कराउन थालिरहेको छु सबैले। के अरे अस्ति बालेन भाइलाई भेटेको थिएँ, दिदी कम बोल्नु भन्दै हुनुहुन्थ्यो। जहिले रवि भाइलाई भेट्छु दिदी एकदमै होस गरेर बोल्नु है भन्नुहुन्छ। हामी भनेको इमोसनल के महिलाहरू एकदमै इमोसनल विभिन्न पीडाबाट चाहिँ पेलिएर आएको हामीसँग धेरै कुण्ठाहरू छ। जब आउटक्रस हुन्छ यो क्रान्तिमा परिणत हुन्छ। आज युवाहरूको पीडाहरू विस्फोट भएर क्रान्तिमा परिणत भएको छ र नयाँ लिडरहरूको जन्म भएको छ। यसलाई हामीले निरन्तर लानुपर्छ भन्दै मेरा 2 शब्द यही टुङ्गाउन चाहन्छु। जय घन्टी।